तिमीले कहिले सोच्यौ किन केही सम्बन्धहरू सुरुमा यति सुन्दर हुन्छन् तर समय बित्दै जाँदा बिस्तारै हराउँदै जान्छन्? सुरुमा सबै कुरा राम्रो हुन्छ, हाँसो हुन्छ, ध्यान हुन्छ, धेरै माया हुन्छ, सबै कुरा एकदम सजिलो जस्तो लाग्छ। तर जीवन सधैँ बसन्त जस्तो हुँदैन। कहिलेकाहीँ मौसम बदलिन्छ, समस्या आउँछ, गलत बुझाइ आउँछ र चमक अलिक कम हुन थाल्छ। त्यसबेला एउटा साँचो कुरा देखिन्छ, के त्यो माया केवल फूलका लागि थियो वा त्यसलाई जीवित राख्ने जराका लागि पनि? किनकि फूललाई माया गर्नु सजिलो हुन्छ, तर जरालाई माया गर्नु भनेको धैर्य चाहिन्छ, समझ चाहिन्छ र साँचो साथ चाहिन्छ। धेरै मानिसहरू उज्यालो दिनमा साथ दिन्छन्, तर जब समय अलि अँध्यारो हुन्छ उनीहरू बिस्तारै टाढा जान्छन्। तर साँचो साथ भनेको त्यही हो, जब फूल झर्छ तब पनि जरालाई समातेर उभिरहने। किनकि वास्तविक माया केवल सुन्दर क्षणमा देखिँदैन। वास्तविक माया त त्यति बेला देखिन्छ जब सबै कुरा सजिलो हुँदैन। र सायद त्यसैले जो मानिसहरूले जरालाई बुझ्छन् उनीहरूको सम्बन्ध हरेक मौसममा पनि जीवित रहन्छ।